Hello guys, welcome back to my channel and happy new year. हामी चाहिँ आज 2026 को स्टार्ट चाहिँ हाइकिङ गरेर जाने भनेको गाइस। अब सबैजना आए, सो यतिजना हामी 5 जना छौँ अहिले अनि मेरो दिदी आउँदै हुनुहुन्छ अस्ताई। अनि त्यसपछि वी आर गोइङ टु रानी। कहाँ जाने रे ओए? रानीबन। वी डोन्ट नो द नेम है। सो त्यहाँ जाने। केही भन्नु छ? हामीलाई रानी साहेबले पर्सनली इन्भाइट गर्नु भएको थियो र हिजो अस्ति चाहिँ अलिकति फुर्सद थिएन, आज चाहिँ टाइम मिलाएर हामी गइरहेको छौँ। तिमीलाई राजा रानी खोज्न हिँड्दैछौँ। रानी बारी म चाहिँ न्यु इयरमा आज जे गर्यो वर्षभरि त्यही गरिन्छ। सो आज हाइकिङ गएर म फिट हुन्छु, सो वर्षभरि फिट हुन्छु भनेर जान लाग्यो। निसाई मुला खोज्दै हुनुहुन्छ चटपटेको लागि। हुन त हाइकिङ गर्ने जस्तो त हाम्रै घर पनि छ हौ। मुला लिएर आउनु। आज हामीलाई यति दुःख हुनेछ। अब हामी घरबाट निस्किन लाग्यो। मैले चाहिँ याङ्गोबला छु, यिनीहरू चाहिँ बाइकमा जाने हो। अब चाहिँ हामी हिँडेको जाममा बसिरहेको थिएँ त्यति बेला आई मेट दिस गाई हु इज बिन फलोइङ मी। दिस गाई इज फलोइङ। बल्ल त्यहाँ पुगेँ हो। त्यहाँ म चाहिँ अघि नै आएर त्यहाँ वेट गरेँ आउँछन् भन्छु, आउँदै आउँदैन। ओए गाडी स्कुटी लिएर जान नि मिल्छ अरे। स्कुटी लिएर जान नि मिल्छ अरे। स्कुटी लिएर जान नि मिल्छ अरे। अस्ताई के भन्नु छ हजुरलाई आजको हाइकिङको बारेमा? सबले भन्छ के हामी अहिले बाइकको पार्किङमा पुगिसकेका छौँ। अब हाम्रो हाइकिङ यहाँबाट सुरुवात हुनेवाला छ। यहाँबाट अब कति मिटरमा छ? गाइस बाहिर चाहिँ होइन खिच्न नि पाउँदो रहेछ। अनि त्यसपछि हामीलाई चक्कु ल्याउनु पाउँदैन भनेर अनि त्यसपछि हामीले सब चेक गरेर अनि हामीले चाहिँ त्यही कागको साक्रो काटेर ल्याएको। अनि यतिजना टोटल ग्रुप 5 बजे अघि आउनुपर्छ, नत्र भए चितुवा आउँछ। यहाँबाट जाने हो है। खुट्टा खाडो उकालो छ। उही मेरो त ढाडै कुच्केला छ। भ्लग भयो अहिले स्किप हान्दिनु। ज्यान प्यारो छ भ्लग भन्दा। यस्तो गाह्रो भइसक्यो साथीहरू। पहिला आउँदा त यस्तो यताबाट सजिलो रुट रहेछ नि यार। ओ माय गॉड। यताबाट यस्तो सजिलो रुट चाहिँ हामीलाई एडभेन्चर गरेर आउनै थियो। हात भाइको हातले मलाई माथिसम्म पुर्याउँछ। अस्ताई चाहिँ सबसे लास्ट। छिटो आउनु साथीहरू। यहाँ रानीबनमा भूतहरू हुन्छ भन्ने मैले न्युज सुनेको थिएँ। आज मेरो दिदीले तलदेखि माथिसम्म व्हाइट लाउनु हो। धन्न अहिले खोलेर थर्मोकोट चाहिँ पिङ्क रहेछ। सेतो 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 लगाएको भएर मैले चाहिँ के भनेको थिएँ, भूतले आफ्नै प्रजातिको मान्छे भनेर लिएर जाँदा झन् लास्ट लास्टमा हिँड्नुहुन्छ। ल यहाँ चाहिँ भिडियो सुट हुन लागिरहेछ। सो लाइक एभ्री वान्स गेटिङ रेडी। ओके बाई बाई। के गर्दै हुनुहुन्छ चाहिँ थाहा भएन, तर केही न केही चाहिँ गर्दै हुनुहुन्छ। धेरै कपडा भयो नि त। ओके बाई बाई गाइस। हालत हिँडेको हालत यहाँ हेर यस्तो छ। चिप्लिने बाटो यसरी अस्ताई लागेर गाइजहरू लास्टै गाह्रो हुन्छ। यहाँ हेर गाइज हालत हेर हालत। मै रहेछ कसैको सहारा नचाहिने सबैले। साथीहरू म कसैको सहारा नदिकन एक्लै यहाँसम्म त्यहाँ दिदी र भाइको हालत। ओके गाइज हामी चाहिँ आधा बाटोमा पुग्यौँ। सबैलाई फोटो भिडियो खिचाउनुको टेन्सन छ। गाइज यहाँ बाँदर छ नि हामीलाई डर लाग्यो। सट कुदिरहेको छौँ, कोही पैसा छैन अगाडि।
सबले भिडियो खिचे होइन सुरुमा अनि हाम्रो खिच्दाखेरि सब छोडेर हिँड्ने जति हिँड्ने नि आउँदैन त बा के हो यो जति हिँड्ने नि आउँदैन अब म पहिला आइथिएँ आइसके जस्तो लाग्थ्यो के हो मेरो बेइज्जत भइसक्यो अझै आएको छैन थाकिसक्यो किनकि निसाईले यति धेरै फोटो भिडियो खिच्न साथीहरू म सोचिरहेको थिएँ मलाई इन्सपिरेसन कहाँबाट आउँछ भनेर मैले त्यति धेरै खिच्दिनँ तर हुन पनि हाम्रो घरमा सबसे धेरै खिच्ने मान्छे त्यही त निसाई त हो साथीहरू अघिदेखि आइयो आइयो भन्थ्यो तर अब चाहिँ ग्यारेन्टी आयो किनकि त्यहाँबाट हल्का हल्का घामको छिल्काहरू आएको देख्नु भएको नि मैले देखाएको छु अरूले देख्दैन मैले देखाएको छु तर आइयो बिचको त्यो पुरै एरिया देखिने ठाउँ आइयो हेर्नु साथीहरू यिनीहरू 3 जना कति ढिला आउन बिचरा अबिरलाई छिटो हिँड्न मन छ भन्छन् छिटो हिँड्दैन अस्थायीलाई कसरी सम्हालेर ल्याउने भन्ने भयो तिनीहरूलाई हामी चाहिँ यहाँ आएर निसाईको फोटो सेसन चलिरहेको अब हामी यताबाट जाने हो अब चाहिँ आइयो है फाइनली गाइज अब चाहिँ आइयो ओए दिदी बहिनी भाइ बहिनीहरू ओए यता हेर न अब त फाइनली आइयो हेर त Look at the area. यो लभ डाँडा हो अरे यहाँ माया पिरती घाँस यो सबै केटा ओके गाइज हामी फाइनली आधा बाटो होला मेबी आइयो यसलाई चाहिँ के भन्छ अरे सन्देश लभ डाँडा भन्छ ए हामी एकअर्कासँग कजनहरू माया पिरती गाँस्दै झगडा सगडा गर्दै आइयो हेलो गाइज म चाहिँ यहाँ चटपटे बनाउँदैछु चटपट खाने हो झटपट यस्तो सफा चटपटे छ यहाँ डाँडामा आएर यति सफा छ ल्याउनु पर्ने धनिया मैले मजाले ल्याएको जस हामीले चाइनादेखि नेपालसम्मको कुराहरू ल्याएको अमेरिकाको चकलेट ए अमेरिकन चकलेट पनि लिएर आएका छौँ होइन तर हामीहरू साथीहरू जाँदाखेरि अरूहरूले यति धेरै यता देखाउ न यता चुप लाग एकछिन साथीहरू यसरी आउँदाखेरि नेचरमा आउँदाखेरि कहिले प्लास्टिकहरू फालेर जानु न हामी चाहिँ जहिले पनि लास्टमा म भिडियोमा पनि देखाउँछु हामी चाहिँ लास्टमा यो सबै प्लास्टिकहरू एउटा उमा राखेर ऱ्यापरमा राखेर ब्यागमा राखेर जान्छौँ हाम्रो नेपालको नेचुरल ब्युटी फोर्न होस् चम्चा ल फुल प्रिपेयर्ड भएर आछन् अब चटपटी दिउँला हामीलाई पानी दिनु भन्नुपर्छ क्या गाइजहरू सबैजनाले चटपटे खाँदैछौँ अन्जुले चाहिँ फाइनली पानी लिएर आएको छ है त्यहाँ उहाँहरू 2 जनालाई पानी मागेर लिएर आएको है प्लिज पानी दिनु भएको यस्तो ठिक मान्छे भेटेको हामीले अब चाहिँ हामी फर्किन लाग्यो किनकि यहाँनिर एकदम चिसो हावा आइरहेछ तर दिस प्लेस इज गुड एकदम चिसो हावा आइरहेछ अझै माथि जानुपर्ने हो तर हामी चाहिँ आज ढिला आयो सो फर्किँदाखेरि टाइम लाग्छ त्यही भएर हामी चाहिँ उठबस गराउनु हुन्छ अरे कि 5 बजेभन्दा ढिला आएकोलाई अनि हामी डराएर जान लाग्यो अब चाहिँ म त्यहाँ 4 टिप्छु किनकि एकपल्ट फोटो भिडियो खिचेँ फोटो टिप्नु पर्यो तर जे भयो नि आफूले ल्याएको फोहोरहरू चाहिँ सफा गरेरै जानुपर्छ कि यो पनि हामीले ल्याएको हो र उहाँहरूले चाहिँ ल हामीले चटपटे बनाएको यस्तो सामानहरू पुरै उठाउँदै हुनुहुन्छ यो पनि हामीले ल्याएको ल हामीले आफूले ल्याएकोमा जति जति भेटाइयो त्यति गर्यो तपाईँकै ब्यागमा राख्नु खाली छ घरबाट डस्टबिन राख्नु लागि मेरो ब्याग फुल भयो यो चिप्स कसको हातमा पकाएर त बाटा खाने भन्नु थियो भयो नि होइन कतै फोहोर छैन नि हामीले फालेको फोहोर पानीको साथीहरू जे भयो नि यस्तो आउँदाखेरि पिकनिक आउँदाखेरि सफा चाहिँ गरेर जानुपर्छ है हामीले नगरी कसले गर्छ पहिला आउँछु हेर ल है
ल है ल रेडी है रेडी 1 2 3 गो ह्यापी न्यू इयर अब पोज गरौ न हल्का हल्का आइज न बाय बाय guys let's go let's walk into 2026 छुट्या मात्र हो जीवन यात्रा हो लेख्नलाई छुट्या मात्र हो जीवन यात्रा जुनी तिम्रै थकाइ पो लाग्छ भन्दैछ काफले डान्सु क्यो राफले म चाहिँ नाच्न मात्र आउँछ है मलाई गाउन आउँदैन है ओके गाइज अब चाहिँ हामी फर्किन लाग्यो होइन सो हामी गीत गाउँदै फर्किने भनेर उ गरेको आएर न म बिचमा खिच्छु कि खिच्दिनँ खिचेँ भने खिचिहालेँ नत्र भए लेट्स सी तल पुगेर सेफली ल्यान्डेड चाहिँ अर्को भिडियो आउँछ नत्र भिडियो नआउन पनि सक्छ नआउन पनि सक्छ। जङ्गलको बिचमा छ मैले त्यही भएर बाघ भालुहरू नि आउँछ चितुवा अनि रानी वनमा भूत आउँछ भन्छ त्यो ओके गाइज अब चाहिँ हामी चेक पोइन्टमा आयौँ बल्ल यहाँनिर उयो तर ऊ यतैबाट जाने थियो अब हामी अझै कति धेरै बाटो हिँड्न बाँकी छ अब हामी तल पुगिन्जेलसम्म राति चाहिँ नहोस् अँध्यारो चाहिँ नहोस् तल पुगिसकेपछि अँध्यारो गयो के छैन त्योभन्दा चाहिँ अँध्यारो उयो वनको कुरा उयो त्यस्तो नगर्नु न यहाँ दुईवटा रहेछ अब चाहिँ हामी यो ठाउँमा पुग्यौँ फुलबारी जाने गेट परेर लेखेको अब यहाँबाट हामी फुलबारी तिर जाने अब दिदी जति छिटो हिँड्न सक्नुहुन्छ त्यति छिटो हामी पुगिन्छ ए डेटिङ यसरी आउनुपर्छ हेर्नु कस्तो राम्रो के कस्तो स्विट त्यहाँ केटाले केटीको जुत्ता सबै बोक्दैछ कस्तो स्विट भाइ भर्खर खसे लडे है त्यहाँनिर दिदीलाई बोक्दै बोक्दै ल्याइरहेको थियो बिचरा लडे फाइनल्ली गाइस हामी पुग्न लाग्यो अब तल अब चाहिँ हामी फर्कियौँ कस्तो फिल भइरहेछ भन्छ यत्रो हाइकिङ गरेर आउँदा अविरल भन के भन्नु मन छ गएर आएपछि I am feeling really good. I felt refreshed. अनि सन्देश And it was really worth it. I'm really tired right now. really tired Asai what do you want to say I want to say thank you Nisai thank you hey happy new year मजा आयो ल guys happy new year thank you for believing in me ऊ अरु कसैलाई हैन ऊ अविरललाई थ्यांक यू भन्नु तपाईलाई बोकेर आछन् अब चाहिँ हामी हाम्रो मार्टमा भर्खर आयौँ यस्तो जिउ दुखाएको छ oh my god भोलि के हुने हालत त्यही बोक्ला थियो आएर मोमो खायौँ अब च्याङ्गामा जाने प्लान भएको छ मैले गरेको न लिजाइले गर्यो हो नि कति न्यानो ओ आगो कति न्यानो भयो यार लास्टै न्यानो भयो यार Everyone criticizes. Once continue succeed.